दिन बाद भिडियो बनाउँदैछु। मलाई चाहिँ मैले अस्ति भनेर तपाईँले हेराउनु भनेर मैले चाहिँ हेराइसकेँ होइन। हेरेर के भने त तपाईँले मम्मीले थाहा मम्मीले भन्नुहुन्छ होइन है फ्यान मम पनि हेर्नु तल लिप्लाङ बसाले भने यो छेउछेउमा भेन्डी खन्ने फला त फल्यो भेन्डी पनि फला त फल्यो फल्यो भने चाहिँ उम्रेछ हेर्नु यहाँ नि उम्रेछ एउटा यो सो गाइस अहिले चाहिँ म होइन गाइस माथि के भन्छ टुप्पामा आएको छैन कि त्यस्तो डर लाग्छ नि यहाँ तल नजर आयो एरिया चाहिँ यो यहाँ तल कस्तो छ यो पुरा टुप्पामा माथि सबैभन्दा सानो हङ्गान छ माथि टुप्पामा छ हेर्नु तल हेर्नु घरहरूमा कस्तो देखाएँ तल हेर्नु माथिको नजर आयो भने माथि माथि माथिसम्म देखियो होला गाइस हेर्नु। सो गाइस गुड मर्निङ तपाईँले सकाश आज फेरि एक न्यू भिडियोमा गाइस म चाहिँ आज बहुत दिन बाद भिडियो बनाउँदैछु। मलाई चाहिँ मैले जस्तो हुन्छ भने हेराउनु मम पनि हेर्नु तल लिप्लाङ बसाले भने अनि त्यसपछि गाइस हामीले होइन हेर्नु अस्ति मैले लगाएको मकै पनि हेर्नु यत्रा भइसक्यो यहाँ यति धेरै दिनपछि लगाएको नि लगाएर नि गाइस मलाई चाहिँ गोडिसकेको छ गोड्न नि हेर्नु पर हेर्नु बजाइले गोन्डाङमा छ अनि त्यसपछि गाइस अहिले हामी किन टान्ने बलकमले अच्छा फुट्यो हाँ उनीहरूले भात खान जाने बारी चाहिँ रेडियो सुन्न लाग्नु भयो बिहानै बिहानै खाऊ भात खाऊ मकै गोड्न जाने यो एउटा यो गाडा अनि यो अनि त्यो तिनवटा गाडा गोडेको त यति गोरीसम्म मरेछ त्यहाँ यति गोरीसम्म मरेछ त हिजो यो गाडा 1 घन्टा भइदिएको सुन्नु मैले फटाफट सुनेर यही छैन अझै होइन यो छेउछेउमा भेन्डी खन्ने फला त फल्यो भेन्डी पनि फला त फल्यो फल्यो भने चाहिँ उम्रेछ हेर्नु यहाँ नि उम्रेछ एउटा यो आज गएछ हेर्नु बिहानै बिहानै पुरा घाम पनि लाग्छ माथि सुरज भन्ने यो हुन्न सायद हिजो त हल्का चिसो मौसम थियो होइन आज चाहिँ घाम लाग्छ पुरै ए चाहिँ हेर्नु हाम्रो चाहिँ होइन यो माथिको गाडा पुरै गोडेर भइसक्यौँ हेर्नु अहिले चाहिँ हाम्रो यहाँ मम पनि आउनु छ अनि उता दिदी काम लाग्नु छ अनि यता म गएँ तपाईँले सोध्नुभयो हाम्रो यहाँ अलिक बजे पनि काम गरेर हुनुहुन्छ बजे कहाँ जानुभयो बजे चाहिँ कहाँ जानुभयो बन्न जानुभयो म तपाईँलाई भन्थेँ अहिले ममले सोध्छु मलाई के भन्छ भनेपछि खै म भन्नु त है के भन्थेँ पर हेरेर यता आएर भनिदिनु न रक्ते गरेर गडाउने कहिले गडाउने बेलुकातिर बेलुकातिर कटाउने रे गाइस घर पनि यस्तै गाइस खन्नु अझै हाम्रो चाहिँ हामी गाइस यहाँ किसान भयो किसान हुने जाने गयो तपाईँले पनि भयो होला गाइस मकै सबै गोड्ने त तपाईँले पनि गोड्न लाग्नु कस्तो लाग्नु कमेन्टमा भन्नु होला है हामी चाहिँ यहाँ मस्त लगाएर मकै गोडिदिरहेको होइन तपाईँको नुन हाल्नु भएन तरकारीमा हालेर हुन्छ गाई चाहिँ हेर्नु घाम होइन पुरा माथि मस्त लगाएर आएको छ होइन तपाईँलाई अहिले एउटा चिज देखाउनु चाहेको छ भने त्यति दामी चिज देखाएको छ दामी चिज देखाएको छ फुल हेर्नु त गाई चाहिँ हेर्नु कति दामी फलिरहेको छ फुल हेर्नु त यो दामी फलेको छ होइन हेर्नु यो पुरै राम्रो छ कस्तो छ तपाईँको कमेन्ट भन्नु है दामी लाग्यो मलाई त हेर्नु गाई
यस्तै फुल छन् हेर्नु पुरै त्यहाँसम्म फुल छन् अन्त यो हेर्नु पर यसम्म फुल त्यहाँ पर फुल त्यहाँ चाहिँ आधा त गाइस बाजेले काटिदिनु भएको छ त्यहाँ होइन बाजे चाहिँ भित्र हुनुहुन्छ हजुर गेडा अहिले खान्छु त्यस्तै रान्दिनँ अघि खान्छु त्यस्तै रान्दिनँ अनि फुल हेर्नु यही अस्ति काटेको यहाँको त्यो अरूको जम्मा थियो यसलाई चाहिँ पुरै काटिदिनु बाजेले अनि यता छ अहिले यहाँ खाना अनि हालेको हेर्नु रिङ अनि त मकै अनि अनि त्यस्तो गाई छ बाजेले एउटा अर्को काम पनि गर्नुपर्छ त्यो काम गाई हामी त्यहीँ थियौँ यहाँ ब्लग राखिदिनुपर्छ ब्लग हुन्छ कि के भन्छ यसलाई ब्लगै के भन्छ हेर्नु मस्तो लाग्यो चाहिँ थियौँ राखिदिनु भयो हाम्रो मम्मीले भात के बनाउनु भएको थियो हेरिदिमै भित्र गएर अब भात मम्मीले के बनाउनु पर्छ हेर्नु यहाँ चाहिँ बनाएर राख्नुपर्छ मस्तले रेडी बनाएर के छ सब्जी ओ सब्जी त गाई हेर्नु घरकै अर्ग्यानिक के गयो आलु छ सोबिन भन्छ कि के हो चाउचाउ अनि भेन्टा मस्त लगाएर गाइस अब हामी खानासाना खाइदिने तपाईँले गाइस खाना खानुहुन्छ टमेटो भन्नु है तपाईँलाई गाइस घरको कस्तो लाग्छ भन्नु मलाई मैले होला डेली हाम्रो चाहिएन त्यो पनि भनिदिनु होला कमेन्ट बक्समा के नहुँदै के भन्नु भात पनि खाइसकेँ त्यही बनाएर आइहाल्नु अहिले कति 11:30 भयो 11:30 धेरै टाढा जानु थियो अच्छा गाइज बजी चाहिँ होइन बना गयो भने आइपुग्नु बजी त्यही जानुभयो बनाउनु बजी जानुभएको थियो घाँस ल्याउनु घाँस यति ल्याउनु भयो जङ्गलमा कति टाढा जानुभएको थियो कति टाढा जानुभएको थियो बजै तपाईँको गाउँ उता जङ्गलकोतिर नाम के अरे डाउनमै जानुभएको थियो यति टाढा त्यहाँ हामी माछा मार्न गयौँ एकचोटि गयौँ त 3-4 माछा मात्रै ल्याएर ठुलो बनाउँछ लास्टै काल पनि छ पहिला नाना थियो पानी आयो बढी अझ त माछा मार्न गयो नि माछा जस्तो केही पाइँदैन हामी नि गाई चाहिँ एकचोटि गर्थ्यौँ भने माछा मार्न त्यो भिडियो चाहिँ त्यो पनि भ्लग बनाएको छु भनेर गाई मैले त्यो पनि यही च्यानलमा हाल्छु च्यानलमा गएर हेरिदिनु बाटो होइन त्यहाँ म पुगेपछि होइन माथि टुप्पामा गएर तपाईँलाई देखाउँछु दामी टुप्पामा गएर यता नजरा पनि होइन यो हाम्रो कुटामा जाने अहिले हामी यो हाम्रो कुटामा अलिक टुप्पा जान्छु माथितिर है त्यो जान्छु त्यसपछि माथि जाने टुप्पामा सो गाइस अहिले चाहिँ म होइन गाइस माथि के भन्छ टुप्पामा आएको छैन यस्तो डर लाग्छ नि यहाँ तल नजर आइदिएको छ नि त यो यहाँ तल कस्तो छ यो पुरा गाई चाहिँ ढालै यहाँ तलसम्म छ यहाँ तल चाहिँ हेर्नु हाम्रो बसिरहेको छ नि तर रमिँदैन हेर्नु तर यहाँ यति तल देख्छ नि गाई हेर्नु न रुख पनि कस्तो छ हेर्नु यताको माथि हेर्नु के भयो आम रोख झार्छु कि आम पाकेको आम पाकेर चाहिँ हुन्छ के अरे अब काँचो रहेछ नि काँचो हुनु गाई चाहिँ हेर्नु टुप्पामा माथि सबैभन्दा सानो हङ्गन छ माथि टुप्पामा पनि छ हेर्नु तर हेर्नु घरहरूमा कस्तो देखा तर हेर्नु यो माथिको नजर हेर्नु माथि माथिसम्म देखियो होला गाई हेर्नु पुरा यता छ राम्रोसँग देखाउन पनि मिलेको छैन माथि टुप्पामा छ एउटा सट वर्ष डर पनि लाग्छ क्या कस्तो खान्छ गाई हाङ्गा नि हेर्नु न पुरै तल छ गाई हाम्रो घर त यति तल छ नि यहाँ तलै छ अस्टै होला यस्तो किन हलाइदिने कि टुप्पामा डर लाग्छ डर त लाग्छ नि गाई झन् हेर्नु टुप्पामा छु तल फेरि हेर्नु होला तर
यति तल हेर्नु हाँगा हेर्नु गाइस कस्तो छ यता हाँगा छ नि यताबाट हेर्नु हाँगै पुरा गाइस हाँगा छ जुत्ता छ टपक्क लागेको छ आँप त गाइस खासै देखेकै छैन आँप देख्नु तपाईँले यहाँ हेर्नु आँप छन् हल्का हल्का छन् आँप पहिला अस्ति थियो अरे आँप सबै झराइदियो नि कम्फर्टेबल भइरहेको छ दिमाग लगाउनु पाइएको डर लाग्छ तपाईँलाई चाहिँ गाइस टुप्पामा आउँदाखेरि डर लाग्छ लाग्दैन कमेन्ट भन्नु है तपाईँले सोच्नु लाग्नु आगोसँग चाहिँ हामी कहाँ बस्नु भनेर गाइस आज चाहिँ हामी यहाँ आगो बालेर गाइस हामी खाना पकाउने नि हेर्नु यहाँ मस्त लगाएर गाइस खाना पकाउने होइन मम्मी गाइस कहाँ जानु बस्नु तपाईँलाई आगोसँग बालेर गाइस हेर्नु अहिले चाहिँ मैले होइन पुरा आगो बालेर पुरै भात छ सबै बसालिसकेर गाइस मैले तपाईँलाई जो कुरा भन्छु भन्छु नि गाइस त्यो कुरा चाहिँ गाइस यो मम्मी कहाँ जानुभयो भन्नुभयो तपाईँले मेरो मम्मी चाहिँ गाइस जानुपर्छ पारी कालामा जानुभयो त्यो चाहिँ गाइस गएर के भन्छ नौ टबरी के अझै टबरी भन्दै गाइस नाम पनि थाहा आएको छैन त्यही टबरी गुण जानुभयो के भन्छ श्राद्ध जन्म थाहा नि त्यो टबरी ल्याउनु जानुभयो नाम चाहिँ के हो मलाई थाहा छैन अनि मम्मी आएपछि सोध्छु के नाम भनेर भन्नुहुन्छ है गाइस त्यो गाइस हेर्नु अहिले चाहिँ हाम्रो लिएर राख्नु के हो यो पोथी हो अरू सामान के हुन्थ्यो के भन्नु छ टबरी सबरी यो टबरी यो रे गाइस हेर्नु टबरी यो त ठुलै छ त पुरा थाल जत्रो अच्छा यो नौ फेरि टबरी भन्ने ल गाइस हेर्नु यस्तरी बनाउने भने कहिले यहाँ के बनाउने यहाँ घर कटाउने अच्छा अहिले आउँछ नि त लाडा 8 बजी आउनुहुन्छ अरे मम्मीले भन्नुहुन्छ घर कटा त गर्दै 12 बजी आउँछ भनेर 12 कसरी बज्छ अहिले त हामी 8 बजी आएपछि 12 बज्दैन कसरी 3 घण्टा लाग्छ हामीले अब के गरेर आउँछ घर कटाउने अच्छा 3 पता नै के 12 बजीसम्म गर्नुपर्छ भने गाइस अनि अर्को यहाँ भालिन्छ यहाँ यहाँ त अर्को भालिन्छ अरू पकाएर खान मिल्दैन केही खान मिल्दैन ल गाइस भोकै अब केही खान मिल्दैन अरे भोक 12 बजेपछि खाना पाइन्छ भने गाइस घर कटाउने फर्स्टचोटिको देख्दैछु घर कटाएको नि फर्स्टचोटि मेरो घर कटाउने ए चाहिँ यहाँ चाहिँ अहिले होइन यति सानो टुक्टो यहाँ बस्नेको लागि लिप्नु नि पर्छ होइन मम्मीले अलिअलि लिप्लाउनु होइन अहिले चाहिँ हामीले यहाँ बत्ती जोडेको हुनु पुरा उज्यालो भएको छ कहाँ तल जोड्नु मिल्यो त तल राख्नु मिल्यो त बत्ती ताल्नु मिल्यो त मिल्यो त तल राख्नु त्यो भएन कि पुगेन भने अब खै दिउँसो जे जे भन्नु त्यही भयो खगेर हेरी अगाडि म यहाँ बस्छु सबै गाइज हेर्नु सामानी टबरी बुनेमा अभी रोड टबरी दुला मत बोला ए बत्ती आएर बजे बत्ती वाला रेबी किरा दिजिल वाले मोरे बना वो है बना और मोरे आने 500 त फेसबुक बना त भइगयो त अहिले भेला सिकाउँछन् के अहिले बनाइदिनु म चाहिँ भाषाइन्छ बढी पार्टी बनाउनु पर्छ न गाइस यो सबै सामान हुन्छ के हैन भर्ला फाल्छ टबरी चल्छ बेला ब्याक उ टबरी छ छन् त आसेले अहिले लगाएर मजा आएर यहाँ चाहिँ जानु बजेर बस्नु छ यता तपाईहरु बस्नु छ भने मैले सबै सामान जुन्डाङ बसे बाजेले आउनुहुन्छ घुम्दिएर अरे घुम्न खाने अब त्यो नहाने म चाहिँ एक जना घर कतिले त्यत्रै ठाउँ देखिदिरहेको छ
कलर स्टिम त चाहियो ये लाउनु दुध गाई छैन अहिले चाहिँ बज्छ नि यहाँ बुल्लाम टपरी बस्दैन के हुन्न यहाँ त यता गाइस बाजेले चाहिँ बनाउँदै हुनुहुन्छ सामानहरू The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. सँगसँगै भन् के हजुरको चरणमा प्रणाम छ हजुर सृष्टिकर्ता सृष्टिकर्ता भन्छ भन्न नमिला ओम दुर्गाय नमः दुर्गाय नमः दुर्गा भगवती दुर्गाय नमः दुर्गा भगवती दुर्गा चरणमा प्रणाम जगत माता जगत कल्याणी माता जगत भगवती गाई च्यानल चाहिँ होइन यहाँ सबै पुजेर सबै भ्याइयो होइन 10-11 बजिसकेको छ 11 बजी भइसक्यो यहाँ गाई आउनुपर्छ यहाँ पाइएर बजी आउनुपर्छ अनि त्यसपछि मामा रहनुपर्छ होइन यहाँ सुत्दिनु छ हेर्नु बजी यता आउनुहुन्छ अनि माइजी यता मामा चाहिँ त्यता सुत्दिनु भयो होइन जस्तो लागेर हो गाई खाने हो के पर्छ काम भएर किरा आएको जस्तो यार किरा होइन त्यो लाइट बालेर किरा आएको जस्तो यार बेडमा हेर्ने यहाँ चाहिँ अङ्कल सुत्नुहुन्छ हेरेको यहाँ छ यहाँ चाहिँ गाइस अङ्कल म सुत्ने होइन तल सबै बसेर त्यहाँ कुरा निन्द्रा लागिसक्यो 11 बजिसक्यो Bye.